Welcome. My vlog. Suva Bartabada. सबैको पर्दैन मोबाइल लान्न मोबाइल भाइले सुता है सुता त्यो अब पोखेला है चामलहरू पोखेला मलाई देखाऊ भाइ के छ हाल्यो हिँड न हिँड तिमी हिँड आने कहाँ ए सबैजना आइपुगेको छैन खोइ त नि
बाजा बज्नु सुरु गरेपछि त निक्लिनु पर्यो त पर्दैन अहिले होइन यो लास्टमा यता छ होला यो यहाँ हेलो हेलो कान्छी छ त त्यहाँ यसमा दुईटा होला हेर्नु त नभए यसमा दुईटा होला ए नपुकिने गरी हेर्नु त त्यहाँ उद्या हेर्नु त ऊ त्यहाँ सुपारीमा दुईटा छैन त्यहाँ छ दुईटा छ नि ल उयो अलिकति त्यहाँ भाउजूलाई पनि चाहियो अरे माथिबाट अलिअलि छर्कियो हुन्छ कि कुन 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 प्याकेट खोलेर छर्ने हो कि सवित्री मद्रसा प्रजापति गाडी संरक्षण आपद हुँदा क्लियर भने विनियोग छोडिदिन्छु ल यो यसलाई निकाल्नु
मैले हो जसले बोलेको हुन्छ त्यो बाल्किन त्यो जुत्ता फुकाल्नु मिल्दैन खुट्टा ढुङ्गाले भिज्छ बारे ढुङ्गा भिज्छ के हो त अनि उसमा राख त्यो खालमा राख्नु खालमा त्यसले पनि निकाल्नु सबै एकैचोटि निकाल्दिनु पानी छ नि त्यहाँको पानी यसो यतापट्टि त्यहाँ यसो यसो पानी तोपेर पानीतिर भिजाइदिनु ठिक छ त्यहाँ छ पवित्र अब सधैँ पछाडिपट्टि ल अब उतापट्टि ओम हो पवित्र सुन्दैमै ल अब गुम्सी काँडा कहाँ छ गुम्सी काँडा खोज्नै पर्छ गुम्सी काँडा हुने काँडै हुँदैन नि त हस् 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 अलि दुख्ने गरी खोल्दैन पछाडिपट्टि पनि दिनु भएको छोड देऊ न छोड ढाँडै पनि हो छोड दिनुहोस् ल कैँची हातमा लिनुहोस् अब काट्छ कैँची अब अलिकति चाहिँ काट्छ ल कुस पनि लिनुहोस् त्यो बनाइदिनु भयो यो त्यो अलिकति निकाल्नु पर्छ सबै काट्दैन त्यहाँ एउटा कुस र कपाल सँगसँगै उ नि ल नानी उठ त चाहिँ बहिनी त्यहाँ ठुली मान्छे उठ यहाँ थापिहाल्नु है यहाँ थाप्नुपर्छ त्यो सक्दिन त्यसले कुसलाई अचानो बनाउनुहोस् उसलाई पनि अनि कपाललाई एकैचोटि काट्नु यहाँ तिनचोटि तिमी समात नि बहिनीलाई छुन लगाऊ न हो त्यसरी ओम अलि उता लैजाऊ कपाल तेन ब्रह्मणो व्यवदेशे यथा शरद ओम जेना तेना पद सविता चरण सोमस्य काट कपाल काट छोड दे फेरि एकचोटि फेरि लि हो त्यस फेरि शिवो नाम शिष्य द्वितीय पिता नमस्तेस्तु समय राख्दा नि हो निवर्तया ल फेरि शिविर जाय फेरि त्यही फेरि भन्दै सोध ओम निवर्तया एके नाद्य प्रदरणाय राष्ट्र कालित शिविर जाय ल पछाडिपट्टि त्यस्तै गरी यही कुछ यही हुन्छ अर्को छ नि त लामो छ त्यो चुन्नु तिम्रो वाला छ नि हो त मान्छे त साइन भएन उनीले यता भनेपछि मान्छे ओम सवित्रायति मन्त्र से प्रजापति बाउले काटिरहेछ नअट्ने भयो नअट्ने 0.5 मा लैजान अनि अटिहाल्छ नि हो ल जति नै अट्छ तेरो हात छ त एकचोटि कपाल काट्नलाई जय साहब ए जय साहब काटिदिइहालौँ बाबु उयो भाँडामा पानी लिएर डडाको हो र छैन मेरो भान्जी के डढाउँछ र पानी ल्याउनु पर्यो होइन पानी पर्दैन उ त्यहाँ चिसो पानी कस्तो कपाल खुइलाउँ लागि काट्ला हो तात पानी तताउला भन्छन् अनि खुइलाउँ लागि काट्ला हो भने अनि त्यो छो बाउ तताउन गइरहेछन् पानी अनि ऊ मेरो नातिले त खुइल्याउँछु पो भन्छ है
यो त कपाल काटेपछि गर्ने है हैन हल्का पानी भेटेको नरम हुन्थ्यो होला नि कपाल एकदम नरम जिउमा नानी कता खाऊ त्यहाँ बाटो वा खुइल्याउने कि कपाल काट्न सक्छ यो नलाग्यो दुध मैले हिँड्छु कि हेर खाइ छोरो खाइ तेरो पनि यस्तै गर्ने पारा लाउँछ मामाले यस्तै गर्दिन्छ कान्छो छोरो चाहिँ कता गयो कहाँ लुकिरहेछ कान्छो छोरो कान्छो छोरो खै कता लुकिएको छ कपाल पनि सानो भयो पो थाप थाप पैसा चाहिँ भिर्ला नि फेरि केही हुँदैन पर्सि सुकाउँला कतिवटा टुपी छ त्यतिवटा राखिदिउँ न यो सबै थाप्नुपर्छ टुपी मात्र राख्ने सबै अलिकति मात्र हो ल झारिदिनु नि भइहाल्यो नि त्यसपछि अब त्यसै तैँले एकछिन तिरुनी जाई पक्कामा यसलाई दुइसको पातो मुख लगाएर त अब हो हो दुखे त दुख्छ अनि के लाउन भिजन गएर द्वारा हो ल भयो भयो थापे पुग्यो होला त अब थाप्नलाई नआएको होला नि हिजो नआओ भिजन आएको हो भिजेकै छैन कपाल राँड्छ अनि यसको कपाल छैन जगल्टो गुन्द्रुके छ है आज सन्चै भन्दा नि हैन कपाल त टाइम भएको छैन के नानी गरेर पुरा आज यस्तो कपाल काटेपछि गर्ने हो कि कपाल काटेपछि अनि पेपर लगाएर नुहाउनु हुने अहिले तेल भएको छैन गरिहाल्यो नि अन्त पहिला त नाङ्गै हो अहिले त अब यस्तो त्यो अलिकति मुनि थापा छोरी अलिकति मुनिमा थापा हो मुनि थापा त्यसमा अटेन भनेदेखि अटेन भने यसो हुन्छ छ त्यहाँ अहिले उ खसेको अनि उयो राख्दै त्यो अर्को होला यो त मामाले होला यहाँ चाहिँ सन्जेलले होला अर्को होला यो नानीले यहाँको यो छोरी लाग्यो यो त छोरीले भात खान थाल्यो है छोरी कसैलाई नदो तल गएर आउँछ लगाइदेऊ न टाउकोदेखि तलसम्म लगाइदेऊ तै लगाइदिनु भाइ अब अहिले हल्दी लगाइदियो अनि भरे के गर्नुपर्छ अनि फेरि पर्सि पे गराइदिउँला ओ तातो हुन्छ के तातो हुन्छ नि चारैतिर हो लेप लाउनु पर्छ त्यसरी हो स्याबास घामै कस्तो ए यसो नि बेला नि दल खोइ बिलेटले यसको बोल्नै हुँदैन पहिले भएर त्यो होइन उद्या त तातो पानी तताएर त्यो ड्रममा हालेछ टाउकोबाट खनाइदियो ल ल
ल कला 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 यसो सास नफेर्नु पर्छ चिसो के गरी मैले लगाइसक्यो तात पानी हो नि के हो सब पिम्पल्स हो त्यो केही हुँदैन ल अब के लुगा लाउने हो यसको लुगा के छ भन्दा के गर्नु अब त जोगी लुगा लगाइदिने होइन अब जोगी लुगा हो गुरुवालाई सोध्नु गुरुवालाई होइन जोगी लुगा हो क्या त पुसा पुसा ल आफै पुसा उठेर आऊ सक्यो आमाहरू आइसकेको जाउँ त भित्र गएर आमाहरू आइसकेको ल ल तपाईँले खस्यो त्यहाँ आमाहरू आइसकेको छ भित्र जाउँ त धेरै बेर होइन भनौँ भने भिक्षा मागुन्जेलले लाउनु पर्छ कस्तो खाले हो त्यो यता सम्पन्न चिसो खान्छ नि होला पछाडिको ल टिका लगाइदियो होइन टिका लगाएपछि हाल्दियो त्यहाँ मानाले ल ल ओम भिक्षाम भवती देदेही ल मुठी लिइदेऊ अलिकति मैले त फलफुल खान्छु भनेको थिएँ थोरै थोरै थोरै
के अरे के खाली बेटा केरा सुलु हुन्छ भनेर खाने हो ल भइगयो ल ल मामालाई तेल बोक्नु गाह्रो हुन्छ नि ल खै देऊ तिमीले मुठीले देऊ मुठी लिनु भयो तिमीले एक मुठी हाल न खै त्यसले होइन बाँध्या छ त्यहाँ उस होइन बाँध्या त्यो खस्छ भनेर के भान्नु ल यतै आइदिन्छ ल भिचियान्डे भन्दै जाने हो अब कहाँ हुन्छ त्यसरी संस्कृतबाट भन्नु अनि मलाई भिक्षा दिनुहोस् आमा भने आऊ क्या ओम भिक्षाम भगवती मेदेवी भन्दै जा है हो ल भिक्षा दिनुहोस् भिक्षा भन्दै जाने हो आमा भिक्षा दिनुहोस् भने हो क्या भिक्षाम भगवती मेदेवी भन्दै जा ल मा भिक्षा दिनुहोस् भन्दै होइन भिक्षाम भगवती मेदेवी भने संस्कृतबाट त्यसको नेपालीमा बोल्था त्यो त कसले गुरुबाले भन्दैन नि अनि उले भन्छ नि होइन बसिकै छिया जान्दछ ठुलो मान्छे अब मन्त्र त एकचोटि दुईचोटि भन्नु पऱ्यो भन्छ अनि आधा सोच सम्झ्या छ कि बिर्सिया छ भन्नु भन्नु न सम्झिरहेछ ढोक्रो कहाँ छ अनन्दी ढोक्रो थाप्नुपर्छ बोक्नु सक्दैन ढोक्रो व्यस्त गरौँ आनन्द बोक्न गाह्रो हुन्छ ल्याएर खनाउने अनि थाप्ने उयो ढोक्रो छ ऊ त्यो हो कि होइन त्यो हो ल ल एउटा ल्याउ त्यो ठुलै ल्याउ ल्याउ यहाँ अनि जहाँ गाह्रो हुन्छ त्यहीँ खन्यो नि अहिले त्यहाँ बोक्न दाइहरूलाई गाह्रो भने खनाउने हो क्या थाप्ने हो जा थाप्ने हो त्यहाँ कहाँ त्यहाँ गाह्रो भइहाल्छ नि दाइहरूलाई नत्र लड्दैन म यहाँ राखिदिनु हो ढिला ल हजुर कति कति बाजा खाँदैछ न अब खाँदै हुनुहुन्छ अब ए गाह्रो भावे यो खनाउ है सबले अब अहिले पहिला जस्तो गाई छैन खाने छैन अनि खाँदैन के त्यो त्यस्तो अबिर मिसाएपछि त अबिर त टिको मात्रै लगाइदिनु चलन भएर हुन्छ के अनि त्यो होइन त्यो भने होइन यो होइन गुरुबाले मिहिनेत गर्ने होइन यो दिएको खान दिए हो फाल्न दिए होइन अनि त्यस्तो गर्नु पर्यो विचार समय अनि अर्को मोबाइल कक्ला ए रोमे दाइ त्यो गरम भए खनाइदिनु न आनन्दलाई भने खनाइदिनु क्या त्यो बोरामा खनाउनु पर्छ के भन्दै जा ल ल ल पढाउँदै जा
उता ए आनन्द थाप्न ए खना 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 मुठी पाए टिका लगाइदिएर मुठी पारेर जे दिए पनि पाइन्छ के आउँछ आउँछ माथि आउँछन् बस्नु माथि आउँछन् यताबाट माथि यो दोस्रो कि तेस्रो तेस्रो हो त सबै खनाइदिनु न अब के काम भने त्यही त तेस्रो चाहिँ खनाइदिनु अब यो तेस्रो हो नि खनाइदिने हो तेरो मोबाइल नगर न कान्छी तेरो मोबाइल
भने भयो नो वान राइट के यो असुलाई मोबाइल कहाँ छ तिम्रो एकचोटि असुलाई फोन गर के ऊ मम्मीहरू कतिखेर जाने भनेर एकचोटि खबर गर नि छोडेछ नि कि अब घर छोडिदिनु पर्छ नि Thanks for watching.